TB Amrit Mandlux. सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग सुरु भइसक्यो। आज चाहिँ खतरा खतरा स्ट्यान्ड गर्ने भनेर साउथतिर जान आँट्यो होइन। डक्कसँगले देख्न सक्नुहुन्छ पुरै बादल सादल लाएर घामसाम लागेको छैन। अनि त्यही माथि यहाँ धुवाँ होइन, आगो लागेर जतै जुनै जिल्लामा पनि आगो लाएर होइन खत्तम पारिसक्यो। नाकमुख आँखा पोलेर नेपाल सरकार आगो लागिबाट रोक्नु पर्यो होइन, आगो रोक्नु पर्यो। आगो लगाउनुलाई कडाभन्दा कडा सजाय दिनु पर्यो होइन। डक्कसँगले देख्न सक्नुहुन्छ पुरै ब्लर भइरहेको छ क्या। सो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, अनि एउटा भाइलाई एउटा लाइक गरिदिनु, अनि कमेन्ट गर्नु भिडियो के कस्तो भइरहेछ कमेन्ट डाउन बिलो होइन। सबैजनाले सपोर्ट देखाइदिनु होला, बबाल कन्टेन्ट आउन जारी नै हुन्छ। सो अलराइट, यो चाहिँ हाम्रो मकै लाउने बेला भइसक्यो होइन। मकैबारी जति मैले सबै उइली हानेर साइकल कुदाएर होइन सब खत्तम पारिसकेँ। ममा ठाडै भएको क्या। सो मल बोकिए छ, अब एक दिन मकै लाउनु छ है। मलमा उडाइदिउँ बल्ल बल्ल बोके मल होइन। टक्कसँगले देख्न सक्नुहुन्छ पुरै डढेलो आएको छ होइन। यस्तो भएर चाहिँ खत्तम पारेको छ। सो गाइज, हाम्रो गाउँको बाटो पनि बनाउने भन्दैछ होइन। टक्कसँगले अनि यस्तरी उइली हान्नुपर्छ। यो बाटोलाई चाहिँ हल्का बनाउनु पर्ने छ। डोजर आउने कुरा चल्दै थियो। यस्तो अप्रिल छ बाटो होइन, अफरोड के गर्नु, उइली त हान्नै पर्यो, मनै मान्दैन नत्र। अम्मा हो, यहाँबाट पुरै अप्रिल छ क्या, अब के गर्नु हो। सो अलराइट गाइज, म चाहिँ अहिले अप्रिल हान्दै देख्न सक्नुहुन्छ बाटो देख्दाखेरि सम्म लाग्छ तपाईँलाई। हेर्नु कति उकालो छ भनेर अप्रिल हान्दै आएको है। पुरै हस्याङ पस्याङ पसिना सबै आयो है। जोस पसिना ज्वरो आउँछ कि यो लो गियरमा चाहिँ पाइडलिङ गर्दा। अनि गाइज, कुन कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि म जस्तै भ्लगरहरू हुनुहुन्छ भने कमेन्ट गर्नु होला सपोर्टको बारेमा। म नि तपाईँलाई सपोर्ट गर्छु र मलाई पनि सपोर्ट गर्नु, अनि भिडियो सेयर गर्नु है। जस्तै हामी जस्तै मिलेर बनाउने हो कि गाइज। भिडियो चाहिँ सपोर्ट गर्नु होला च्यानललाई। अनि सो भिडियो नहालेको पनि धेरै दिन हुन्छ है, ग्याप गर्दै हालिरहेको छु किनकि काम हुन्छ, भ्लग गर्न त्यति पाउँदिनँ है। त्यही पनि जबरजस्ती भ्लग बनाइरहेको छु। गाइज देख्न सक्नुहुन्छ संसारमा यस्तो चिज छ कि जेलाई छुन टच गर्न मिल्छ, र एउटा कुरालाई चाहिँ टच गर्न गाह्रो पर्छ है सबैलाई, जो कोहीले पनि। अरे कहना क्या चाहते हो? देख्न सक्नुहुन्छ त्यो हो करेन्ट, डबल तार छ माइनस प्लस है। भालेपोथी, त्यो भालेपोथीमा छोयो भने चट खत्तम। अनि गाइज हजुरहरूले एउटा म मान्छे दुईवटा कसरी हेर्ने त्यो सिकाउँछु है त। हाम्रो आँखाबाट है ट्याक्कै एउटा उम्ला लिने, अनि यहाँ थिच्ने, यस्तो थिचेपछि तपाईँले जे कुरालाई फोकस गर्नु होइन, डबल देख्नुहुन्छ कि। सो गाइज कस्तो लाग्यो, यदि यस्तो गर्दा डबल देख्यो भने कमेन्ट गर्नु होला, मैले देखेँ भनेर है। आँखामा के पऱ्यो यार। सो गाइज देख्न सक्नुहुन्छ पुरै आम्मामा है आकाश हेर्नु होइन, एउटा घामको प्रकाश पनि छिरेको छैन। अनि सबै आगो लागि भएर होइन धुवाँ चारैतिर धुवाँ छ कि देख्न सक्नुहुन्छ। यो आगो लाउने मान्छेलाई त म भेट्टौँ कि कट्टा हानिदिन्छु। हरामी हो बेटा। सो गाइज आज चाहिँ पानी पर्ला जस्तो छ देख्न सक्नुहुन्छ। सो अहिले त सौरे बजारमा छु होइन। अब उहिले हान्दै जाउँ होइन। के छ उड्यो आम्मामा, हो ट्र्याक्टरमा ठोक्दिउँ। के को पैसा हो, के को पैसा? तेरो भिडियो खिचेको पैसा? टिकट ट्यास तेरो दारा देखाउँ त, भाइरल हुन्छ। गोप्रो स्टप रेकर्डिङ। विली लङ है, आम्मामा लङ विली लङ ए खस्न दिनु भन। टार्गेट उकालो पनि विली हान्दिउँ क्या हो। आले सब पुग्दिनु पर्यो।
सकिएन हडे मौदा ए भन्दै मौदा लाग्यो म्यानुअल ए म्यानुअल सो भाई साहब देखिए इधर है लाल चूहा नहीं सफेद चूहा नहीं लोग यो चाहिँ रानी हो है अनि यो चाहिँ रानी महल यसको पिंजडा खतरा छ ल सेतो मुसा समात्दा नि केही गर्दैन सो मलाई मोटो भ्लगिङमा कस्तो देखिन्छ है त यस्तो नचलाए नि हैन ट्राई भुम 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 टाउको त यत्रो देखियो होला गोब्रोमा माइक्रो गाडी आयो माइक्रो हाम्रो सौरे बजारमा सर मणि हेलो श्यामबा देखिरहेको त अनि सब्सक्राइब गरे हौ पुरै देखिरह पहिले भी चिंगम कहरिया चिंगम स्वर गरेर आउने यार चाट बिटेको चाट मैं मारूंगा मोटू को ऐसे कैमरा में नलाइए सो ऑलराइट गाइस हमारे पास है BMW की चाबी और इधर है हमारा पैरिसी बसंती BMW इसको हम स्टार्ट करेंगे कोई स्टार्ट भन त खोइ त नि हर्न बजेको हके यार कितने गियर में एक गियर में डाल लो अभी हो गया एक गियर अरे भाई अरे तुम्हारा बाइक में हम व्लॉग बनाएंगे यार इसको अब व्लॉग बनाउँदै जानु पर्ने म त यहाँ यस्तो चलाउन लाग्यो सो गाइज पहली बार मोटो भ्लगिङ है हाम्रो विवेक भाइको बाइक भाइ भन्न आज मभन्दा त ठुलै हो सो गाइज धेरै टाढो नजाऊँ होइन BMW लिएर धेरै टाढो नजाऊँ टक्कसँगले सो अलराइट गाइज मैले एउटा बाइक किन्न पर्ने भयो सो गाइज सौरे बजार है यो हाम्रो चिसा है चिसा अरे क्या देखेगा भाई नहीं नहीं बहुत मजा आ रहा है बहुत हाँ बहुत मजा आ गया है मेरा हाथ बस है क्या इसका पार्किंग किधर है इधर है लो बसंती की टेस्ट राइड हो गई सो अलराइट गाइस म चाहिँ अहिले यहाँ के रे के भन्छ रे काले भाइ यस्तो भाग्नलाई एक्सरसाइज वाकिङ वाकिङ गर्दैछु है यो त हाम्रो पासमा हुनुहुन्छ संसार गुरुङ वा यसको छम्माले फेरि भ्लग देखेर यार भाइरल भन्छ अनलाइन सो अलराइट गाइज अब चाहिँ यहाँ बडा सा बडा कड़ा का कड़ा है ना मैं यहाँ लॉन्ग व्हील हान्दै छु एक आगे पीछे हमारे कौन है कौन हंस रहा है बे ये देखो हैंडसम हंस रहा है अरे जोस कालो भाई गोरा आउँछ लो 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 आयो आयो सुरक्षा केसीको अगाडि अगाडि ओ यो सिनेमेटिक
$5,000 हुँला अहिले फोकेमा यस्तो मान्छे खैले त ल लम्बा देखा था अलराइट गाइज अहिले चाहिँ नौरुङतिर जान आँट्यो केटाहरू फेरि ट्र्याक्टरमा माल लिएर हिँड्दैछ म चाहिँ पछि राइड गर्दै ओ चलो 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 अलराइट गाइज अब चाहिँ विली हान्दै रात पर्न आँटिसक्यो ओहो बबाल सही हो झरिहाल्यो यार फेरि ट्राई अगेन है ओहो यो चाहिँ रामचे बेचानी जाने बाटो है गाइज यो चाहिँ पर लिपेनी सिपेनी जान्छ होइन म त फेरि उहिले हान्दै गइदिन्छु क्या ओहे बबाल सो केटाहरू चाहिँ वहीँ छ होइन देखिरहनु भयो होला ट्र्याक्टरमा आँखा त्यो पनि गोब्रोमा सानो हुन्छ देख्दैन होइन सो अलरेडी गाइज अहिले चाहिँ रात पर्न आइसक्यो होइन राति भएपछि त्यति क्वालिटी नै आउँदैन केटाहरू आयो माल लिएर यो नराम्रो नसम्नु होला केटाहरूले चाहिँ माल लिएर आएको होइन बालुवा सालुवा सिमेन्टहरू केटाहरू आइसक्यो है केटाहरू निस्कियो चलो चलो अब त म चाहिँ यहाँ रफ्तार लिएर जान्छु है त चलो सो गाइज भिडियो हेरिसकेपछि सेयर गर्नु होला अनि सब्सक्राइब गर्नु होला अनि अलमा थिचिरहनु होला यस्तै भिडियोहरू मिस हुने छैन यस्तै रमाइलो भिडियोहरू ट्याग लाएर भिडियो चाहिँ शब्द सेयर गर्नु होला बाई बाई आजको भिडियो चाहिँ यतिमै इन गर्छु